अब तिप्ती अलिकति पढ्नु सक्नेहरू किताब पनि हेर्दै गर्नुहोस्। आज यहाँ बुद्ध धर्म सङ्घ रत्नको गुणहरू चाहिँ अनि भन्ने हो। त्यसो कारणले तिप्ती अक्षरहरू अलि पढ्नु सक्यो भने सँगै पढ्यो भने राम्रो हो। अब यहाँ चाहिँ आज अनि एकमा चाहिँ सर्वप्रथममा अनि धर्म परिचय गर्ने, त्यसको पछि चाहिँ अनि धर्मको ध्यान र अभ्यास गर्नेहरू चाहिँ अनि सिकाउने हो। अनि आज चाहिँ धर्म परिचय गर्ने चाहिँ खास गरेर अनि त्रिरत्नको अनि गुणहरू अनि परिचय गर्ने हो। त्यसो कारणले यसमा चाहिँ हेर्नुहोस्। अब पहिला म यो भन्न चाहन्छु, अस्ति भनेको जस्तो हामी एउटा मान्छे भएको कारणले मान्छे राम्रो, मान्छे शुद्ध मान्छे एउटा चाहिँ हुनुपर्ने, त्यसको जिम्मा चाहिँ लिनुपर्छ। दोस्रोमा चाहिँ हामी बुद्धको चेला भएको कारणले बौद्ध राम्रो एउटा शुद्ध बौद्ध एउटा चाहिँ हुनुपर्ने छ, त्यसको जिम्मा पनि लिनुपर्छ। त्यसो कारणले हामी आफै अनि बुद्धको चेला बौद्ध हुनुको लागि चाहिँ अनि हामीले के चाहिन्छ भनेदेखि अनि शरण गमन भनेको अनि गुण चाहिँ हामीलाई अनि चाहेको छ। शरण गमन भन्ने चाहिँ अनि कस्तोलाई भन्छ भनेदेखि शरण गमन भन्ने चाहिँ बुद्ध धर्म सङ्घलाई अनि मनदेखि नै अनि मान्ने अनि उहाँको शरणमा जाने त्यस्तो मनलाई शरण गमन भन्छ। तिप्तीमा भन्छ कुन्जु सुम्ला निङ थापाने केप्सुटोवा भन्छ। त्यो चाहिँ हो। अब शरण गमन राम्रो हुनुको लागि हामीलाई के अरे शरण गमनको हेतु हामीले के चाहेको छ भनेदेखि तिप्तीमा क्याम्ड्रु घ्यु झिपता थेपाङ्गी भनेको छ। अब यो नेपालीमा शरण गमनको हेतुमा दुई प्रकारको छ भनेको। दुई प्रकार चाहिँ के हो भनेदेखि डर र श्रद्धा, यो दुईटा शब्द चाहिँ राख्नुपर्छ। डर तथा अनि शब्द, त्यो दुईटा हो। अब डर भने चाहिँको विषयमा हिजो मैले अलिकति भनिसक्यो। अनि हामी आफूलाई जीवद्वारा अनि हामीलाई दुःखहरू के छ रहेछ, मनद्वारा चित्तद्वारा हामीलाई दुःखहरू के हुन्छ रहेछ, त्योहरू सबै राम्रो गरेर सम्झिनुपर्छ। त्यसको माथि संसारमा हामी बस्नु बेलामा संसारको दुःखहरू के छ रहेछ, दुःखको दुःख, परिवर्तन दुःख, सांसारिक दुःख भनेर चाहिँ त्यस्तो दुःखहरू छ। त्यो मात्र नभएर हामी आमाबाट जन्म लिँदाखेरि अनि हामीलाई दुःख हुँदैछ, धेरै दुःख छ। फेरि हामी सानो बेलामा बच्चा हुँदाखेरि पनि हामीलाई दुःख छ। फेरि अलिकति ठुलो हुँदै जाँदाखेरि दुःख छ। फेरि बाआमा हुँदाखेरि फेरि दुःख छ। फेरि बुढाबुढी हुँदाखेरि हामीले फेरि दुःख छ। त्यसो कारणले केवे दुङ्गे, नवे दुङ्गे, छिवे दुङ्गे
केवे दुंगे गावे दुंगे नावे दुंगे छिवे दुंगे भनेर केवे दुंगे भने चाहिँ जन्म भएको पछि जन्म हुँदाखेरि पाएको दुःखलाई केवे दुंगे गावे दुंगे भने चाहिँ बिस्तारै बुढो हुँदै हुँदै गएको बेलामा भएको दुःखलाई गावे दुंगे नावे दुंगे भने चाहिँ बिमारी हुँदाखेरि पाएको दुःखलाई गावे दुंगे नावे दुंगे छिवे दुंगे भने चाहिँ मर्नु बेलामा हामीले पाएको दुःखलाई छिवे दुंगे त्यस्तो दुःखहरू चाहिँ हामीलाई धेरै नै छ त्यसो कारणले यस्तो दुःख हुँदाखेरि यस्तो दुःख भएको चाहिँ हामीले थाहा भएर हामी संसारमा बस्यो भनेदेखि त दुःखै दुःख रहेछ यस्तो दुःख रहेछ भनेर चाहिँ सोचेर सम्झेर मनमा त्यो दुःख र दुःखको हेतुलाई मनदेखि नै नराम्रो हो भनेर थाहा भएर त्यसलाई डराउनु पर्छ त्यसो कारणले चाहिँ डर भने चाहिँ चाहेको छ भनेको विषयमा चाहिँ त्यो मूल त्यसको लागि बुद्ध स्वयंले 4 आर्य सत्यको विषयमा धर्म चक्र दिँदाखेरि दुःख आर्य सत्य दुःखको हेतु आर्य सत्य भनेर दुईटा भनेको छ दिने दोंगल फपे त्यम्बाउ दिने कुंजुङ फपे त्यम्बाउ भनेर दुईटा भनेको छ त्यो कारण त्यो अब त्यसको माथि अब हामी अब डर चाहिँ हामीले हुनु पर्यो डर भयो भनेदेखि अनि शरण गमन राम्रो हुनेको एउटा अनि हेतु हो तर त्यो सँगै अर्को हेतु हामीले के चाहेको छ भनेदेखि डरको सँगै डरको माथि हामीलाई श्रद्धा चाहेको छ श्रद्धा भने चाहिँ कस्तोले भन्छ भनेदेखि श्रद्धा भनेको त्यसलाई त्यसको अर्को कुरा चाहिँ विश्वास भनेको त्यो हो नि बुद्ध धर्मसँगलाई म श्रद्धा छ म मान्छु म त्यसलाई विश्वास छ भनेको चाहिँ त्यो शब्द सत्य चाहिँ श्रद्धा भन्नुपर्छ श्रद्धा भनेर त्यो श्रद्धामा अनि 3 किसिमको त्यो श्रद्धामा चाहिँ 3 किसिमको अनि श्रद्धा हुन्छ यो चाहिँ हामी सबैले थाहा हुनुपर्ने महत्त्वपूर्ण कुरा हो तिप्तीमा के भन्छ भनेदेखि थेपालाई येन सुम भनेर श्रद्धालाई अनि श्रद्धालाई तीन प्रकारको श्रद्धा छ भनेको थेपाला सुम पहिला श्रद्धा चाहिँ के हो भनेदेखि पहिला श्रद्धालाई तिप्तीमा के भन्छ थावे थेपा भने चाहिँ प्रसङ्ग श्रद्धा भन्छ थावे थेपा भने चाहिँ प्रसङ्ग श्रद्धा दोस्रोलाई के भन्छ हिचिकी थेपालाई परदेय श्रद्धा भन्छ तेस्रोलाई के भन्छ nguндुकी थेपा त्यसलाई नेपालीमा अभिमत श्रद्धा भन्छ त्यो 3टा चाहिँ छ अब त्यो 3टा हुनुको लागि पहिला चाहिँ के हो भनेदेखि प्रसङ्ग श्रद्धा भने चाहिँ बुद्ध धर्मसँगलाई म प्रसङ्ग श्रद्धा गर्छु भनेको त्यो राम्रो हुनुको लागि के थाहा हुनु पर्यो बुद्ध धर्मसँगलाई गुण के छ रहेछ बुद्ध धर्मसँगलाई गुणहरू के छ भनेर राम्रो सोचेर बुद्ध धर्मलाई यस्तो गुण छ त्यसो कारणले म चाहिँ धेरै त्यो मनदेखि नै मलाई चाहिँ प्रसङ्ग भयो भनेर चाहिँ अनि प्रसङ्ग श्रद्धा चाहिँ यसरी आउनुपर्छ त्यसको पछि प्रसङ्ग श्रद्धा भयो भनेदेखि त्यसको पछि के हुन्छ ल बुद्ध धर्मसँगपट्टि यस्तो अनि गुण छ भनेदेखि म बुद्ध धर्मसँगलाई विश्वास गर्छु भनेर चाहिँ अनि दोस्रो परदेय श्रद्धा भने चाहिँ यसरी हुन्छ त्यसको पछि चाहिँ बुद्ध धर्मसँगलाई यस्तो गुण छ भनेदेखि त्यस्तो गुणहरू सबै
मैले पनि अनि प्राप्त गर्नु पर्यो भनेर चाहिँ त्यसको पछि तेस्रोमा अभिमत शर्त भनेर चाहिँ त्यो हुन्छ। त्यसो कारणले यो तीनवटा शर्त चाहिँ हामीले थाहा हुनुपर्छ। बुद्धिस्टहरूको बौद्धहरूको शर्त चाहिँ मूल कुन हो भने चाहिँ तेस्रो चाहिँ हो अभिमत शर्त भने चाहिँ। यहाँ मैले ठुलो कुरा एउटा भन्छु है, नबिर्स्यौँ। तिप्तीमा के भन्छ? नाङ्बेकी थेपसुमकी नाङ्ने नाङ्बसाङ्गेबे थेपानी मुन्दुकी थेपा चोइन भनेको छ। त्यसको मतलब शर्तमा तीन छ, तर हाम्रो बुद्धिस्टहरूको मूल शर्त चाहिँ के हो भनेदेखि तेस्रो अभिमत अनि शर्त चाहिँ हो भनेको। किनभनेदेखि बुद्ध धर्मसँगपट्टि यस्तो गुण छ रहेछ, यो यस्तो गुण चाहिँ मलाई पनि चाहियो भनेर शर्त भयो भनेदेखि त्यसले के काम गर्छ? त्यो गुण चाहिँ पाउनुको लागि हामीले कोसिस गर्छ है। त्यो कोसिस गरेर त्यो पाउनु सक्छ। त्यसो कारणले हामी पनि बिस्तारै बिस्तारै सङ्घ रत्न हुनु सक्छ। हाम्रो मनको भित्र अनि धर्म रत्न पाउनु सक्छ। हामी आफै सङ्घ रत्न भएर मनको भित्र धर्म रत्न पायो भनेदेखि बिस्तारै बिस्तारै हामी बुद्ध रत्न हुनु सक्छ। त्यसो कारणले यो शर्त चाहिँ धेरै मूल हो, महत्त्वपूर्ण हो। अब हिन्दूमा के अरे हिन्दूमा भयो, इस्लामिकमा भयो, क्रिस्चियन त्यसको धर्ममा भयो, उनीहरूले चाहिँ गडलाई मान्छ, गडलाई शर्त गर्छ। त्यो शर्त चाहिँ के हो? सिर्फ विश्वासको शर्त हो। अहिले अभिमत शर्त भने चाहिँ हुँदैन। किनभनेदेखि जति मान्छे छ त्योहरू सबै आफैदेखि लिएर मान्छे सबै उनीहरूको फिलोसफीमा गडले बनाएको हो भन्छ। त्यसो कारणले हामी मान्छे गड भन्ने चाहिँ हुँदैन। गडले हामी बनाएको कारणले हामी बनाउने गड जस्तो चाहिँ हामी आफै बिस्तारै बिस्तारै जति हामीले दुःख गरेर कष्ट गरेर भने हामी गड हुँदैन। त्यस्तो फिलोसफी छ। फेरि बुद्धिस्टमा के भन्छ? हामीले बुद्ध हुनुको लागि कोसिस गर्यो भनेदेखि हामी बुद्ध हुनु सक्छ। त्यो फरक हो। अब थाहा भयो? त्यो गडहरू मान्नेमा फिलोसफीमा के छ? हामी मान्छे गड हुँदैन। बुद्ध मान्नेको फिलोसफीमा के छ? हामी मान्छे बुद्धता प्राप्त गर्नु सक्छ होला। त्यसो कारणले तेस्रो शर्त चाहिँ सिर्फ बुद्धिस्टमा हुन्छ, नन बुद्धिस्टमा त्यस्तो छैन हो। यो चाहिँ ठुलो कुरा एउटा चाहिँ यो चाहिँ मनमा राख्नु पर्यो। अब यसको बिचमा यदि हामीलाई शर्त चाहियो भनेदेखि अब शर्त चाहिँ सत्य शर्त कसरी हुनुपर्छ भनेदेखि बुद्ध धर्म पार्टी अनि गुण छ भनेर चाहिँ हामीले थाहा हुनुपर्छ। अब त्यस्तो गुण छ भनेदेखि थाहा हुनुको लागि हामीले अब त्यसको बारेमा पढ्नुपर्छ। त्यसो कारणले अहिले मैले पहिला हामीले त्यो थाहा हुनुपर्छ त्रिरत्न भनेर। त्रिरत्न भने चाहिँ कुन्छोक सुम भनेको हो। कुन्छोक सुम भने चाहिँ नेपालीमा त्रिरत्न भने। अब कुञ्चो सुम चाहिँ के हो? बुद्ध साङ्ख्य कुञ्चो बुद्ध रत्न, छे कुञ्चो धर्म रत्न, किन्दु कुञ्चो सङ्घ रत्न हो। त्यो तिनवटा हो, बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्न। त्यो तिनवटा चाहिँलाई कुञ्चोक सुम भनेको हो। अब त्यो तिनवटामा अब बुद्ध रत्न भने चाहिँ कस्तोलाई भन्छ? बुद्ध रत्नलाई गुण के छ भनेदेखि बुद्ध रत्नलाई अनि खास गरेर गुण चाहिँ चारवटा छ। बुद्ध रत्नको कायाको गुण, बुद्ध रत्नको वचन वाकाको गुण, बुद्ध रत्नको चित्तको गुण, बुद्ध रत्नको अनि अब सर्व पानीलाई फाइदा गर्नु बेलामा उहाँको शक्तिको गुण भनेर चाहिँ चारवटा हुन्छ। त्यस्तो छ। अब त्यसको माध्यममा बुद्ध रत्नको
चित्तको गुण भनेको विषयमा अब त्यसको विषयमा चाहिँ उत्तरतन्त्र ग्युलामा भनेको एउटा किताब एउटा छ ग्रन्थ त्यसलाई चाहिँ नेपालीमा उत्तरतन्त्र भन्छ ग्युलामा त्यो भित्र बुद्ध रत्नको चित्तको गुणमा चाहिँ कति भनेको छ भनेदेखि 8वटा भनेको छ 8वटा दुमा छिसिन थुङ्गी ट्रुप सिङ्गी किङ्गी तोमेपा खेन्दा चेता निबदे थुङ्गी देबे साङ्गी नि भनेर नम्बर 1 मा दुमा छेपा रङ्सी नामदाको योन्दे नम्बर 2 मा थुङ्गी ट्रुप लोब्रो नामदाको योन्दे नम्बर 3 मा सिङ्गी किङ्गी तोपा मेपे योन्दे नम्बर 4 मा खेम्बे योन्दे 5 मा सेवे योन्दे 6 मा निबे योन्दे 7 मा रङदुङ्गी योन्दे 8 मा सिन्दुङ्गी योन्दे भनेर 8वटा छ अब यो चाहिँ अलिकति गाह्रो छ तर पनि हामी एउटा सत्य नै बुद्धलाई थाहा भएर जानेर अनि बुद्ध मान्छु बुद्धलाई विश्वास गर्छु श्रद्धा गर्छु भन्ने मन छ भनेदेखि यो गाह्रो भएर पनि हामीले त्यो कोसिस गरेर थाहा हुनु गर्नुपर्छ होइन हामी सानो सानो कुरामा पैसाको लागि पेटको लागि त्यो आफ्नो त्यो लुगाको लागि यति हामीले के भन्छ दुःख गरेर चाहिँ हामीले त्यो गर्छ त्यसको लागि हामीले आफ्नो जीवद्वारा अनि धेरै कष्टहरू चाहिँ लिन सक्छ दुःख गर्छ पैसा पनि हामीले धेरै खर्च गर्छ समय पनि दिन्छ यस्तो हामी गर्छ नि अब हामी यस्तो ज्ञानको लागि दुःख नगरेदेखि हुँदैन त्यसो कारणले यो गाह्रो त छ तर पनि मैले त्यो सिक्छु मैले थाहा हुनु गर्छु भनेको मन चाहिँ हामीले चाहेको छ त्यसो कारणले अब मैले पनि के भन्छ नेपालीमा जति सक्यो भन्नु कोसिस गर्छु तपाईहरुले पनि राम्रो गरेर सुन्नुस् है अनि लेख्दै लेख्दै गर्नुस् किताब छ भनेदेखि रेकर्डिङ गर्यो भने पनि राम्रो हो अब त्यसमा पहिला मैले छोटकरीमा भन्छु हैन छोटकरीमा भन्छु नम्बर 1 चाहिँ के रहेछ भनेदेखि दुमा छेपा रङ्सी नम्दाकी यन्देन भनेको छ त्यसले चाहिँ असङ्चित स्वभाव शुद्ध गुण भनेको छ असङ्गी स्वभाव शुद्ध गुण भनेको चाहिँ त्यो त्यसको मतलब चाहिँ त्यो हो पहिला चाहिँ नाम मात्र जाने पछि एक्सप्लेन गर्छु व्याख्या गर्छु पहिला शब्द मात्र जाने दोस्रोमा सुङ्गी ठुबा लोब्रो नम्दाको यन्दे भने चाहिँ निरभोग स्थिति अगर सत्त गुण भनेको छ तेस्रोमा अनि यन्देन थिङी जातोगी तोक्सुल जोपे छुर्की तोक मिनेपे यन्दे भनेको विषयमा त्यस्तो गुणहरू शब्द तथा तर द्वारा पूर्ण रूपले जानु नसक्नेको गुण भनेको हो चारमा चाहिँ के भनेको छ भनेदेखि रङधुङ्गी यन्दे भने चाहिँ स्वाट सम्पूर्ण गुण भनेको हो 5 खेम्बे यन्देन भने चाहिँ ज्ञानको सम्पूर्ण अनि गुण भनेको छटौँमा सेवी यन्दे भने चाहिँ करुणाको गुण भनेको या अरु के भन्छ कृपाको गुण भन्छ अनि सातौँमा के भनेको छ निपे यन्दे भने चाहिँ अनि शक्ति सम्पूर्ण गुण भनेको छ आठौँमा सेन्दुङ्ग यन्दे भने चाहिँ प्रहात सम्पूर्ण गुण भनेर चाहिँ भनेको छ त्यस्तो आठवटा छ अब त्यो चाहिँ मैले एक एक गरेर भन्छु है अब नम्बर 1 अब नम्बर 1 मा चाहिँ छोटकरीमा पहिले यो मनमा राख्नुस् स्वभाव शुद्धको गुण ल नम्बर 1 के रहेछ
सो बुद्ध शाक्यमुनि बुद्धको भनौँ न बुद्धको गुणमा बुद्ध रत्नको गुणमा 8वटा छ भने है अघि मैले। अब त्यो 8को भित्र सर्वप्रथम पहिलो अनि गुण चाहिँ के हो भनेदेखि स्वभाव शुद्धको गुण। स्वभाव यहाँ छ नि नम्बर 1 यहाँ छ नि यो किताब पहिलो किताब भएदेखि 72 को लाइन 1 2 3 मा 3 मा चाहिँ थाङ्बो दुमछेबा रङ्सिन नामताको यन्ते भनेको छ नि त्यो 72 को अनि तेस्रो लाइनमा थाङ्बो दुमछेबा रङ्सिन नामताको यन्ते। अब पहिला दुमछे भने चाहिँ खास गरेर ठुलो केही छैन, सत्य कुरा चाहिँ रङ्सिन नामताको यन्ते भनेको। रङ्सिन नामताको यन्ते भने चाहिँ स्वभाव शुद्धको गुण, स्वभाव शुद्धको गुण त्यो भनेको हो। अब त्यसमा चाहिँ के भनेको छ भनेदेखि स्वभाव शुद्धको गुण भने चाहिँ म यहाँ एउटा उदाहरणदेखि भन्न चाहन्छु होइन। अब तपाईहरु सबैले यहाँ हेर्नुस् है, ल यहाँ उदाहरणमा यहाँ हेर्नुस् त, ल यहाँ चाहिँ के छ आकाश होइन। अब हामी सबैले आकाशलाई हेर्छ नि, अब यो आकाशमा आकाशको नेचुरल भनौँ कि उसको स्वभाव चाहिँ के हो भनेदेखि हो त्यो आकाशको माथि बादलहरू के पनि छैन, बादल केही छैन। आकाशको स्वभाव चाहिँ के हो शुद्ध हो, आकाशको स्वभाव चाहिँ शुद्ध हो। अब आकाशको स्वभाव चाहिँ शुद्ध हो भनेदेखि अब यो के हो भनेदेखि अब यहाँ आकाशमा के आयो बादल आयो होइन। यो बादल चाहिँ आकाशको माथि आएको त छ, तर कसरी आएको भनेदेखि पछि आकाश हुँदाखेरि सर्व जहिले आकाश हुन्छ त्यही बेला त्यो बादलहरू भएको होइन। आकाशको माथि बादल भने चाहिँ पछि केही कारणले एकमा चाहिँ हाम्रो त्यो ओसन भन्छ नि के अरे क्याचो त्यस्तो ओसन सी त्यो त्यहाँदेखि बिस्तारै त्यसको लम्बाहरू भन्छ त्योहरू चाहिँ गएर यसो अनि बादल भयो। त्यसको पछि चाहिँ हावाले यसरी लिएर आएर आकाशमा भएको हो नि। त्यसको कारणले यो बादलहरू चाहिँ आकाशको माथि छनु त छन्, तर पनि स्वभावको रूपले आकाशको स्वभावको रूपले चाहिँ छैन होइन। यही दोस्तो मैले अर्को कुरा एउटा भन्छु होइन। आगो भने आगो हुन्छ नि, हामीले आगो बाल्छ होइन। आगो बाल्दाखेरि आगोको माथि तातो भनेको एउटा गुण छ होइन। अब फेरि हामीले यतापट्टि पानीलाई आगो बालेर आगोको केही कारणले स्टोभ त्यो के अरे ग्यासहरू त्यस्तो हामीले प्रयोग गरेर अब पानी चाहिँ तातो भयो भनेदेखि पानीको माथि पनि तातो पानीको माथि पनि तातो भनेको त्यो गुण छ नि। अब त्यो दुईमा के फरक छ? आगोको माथि भएको तातोको गुण र पानी तातो बनाइसकेर तातो भएको त्यो गुणमा के फरक छ रहेछ? आगो र आगोको माथिको तातो चाहिँ जहिले पनि सँगै छ। पहिला जहिले आगो हुन्छ त्यही सँगै तातो पनि हुन्छ। आगो जहाँ छ त्यहाँ तातो छ होइन, तर पानी जहाँ छ त्यहाँ तातो छ छैन नि। अघि तातो पानी चाहिँ भर्खर मान्छेले त्यो के अरे आगोहरू प्रयोग गरेर पो बल्ल तातो भएको हो नि। पानी हुँदाखेरि तुरुन्त तातो कहाँ छ? छैन नि। त्यो दुईमा फरक छ होइन। त्यही जस्तो गरेर अहिले के भनेको छ भनेदेखि आकाशको स्वभाव चाहिँ अनि आकाशको स्वभाव चाहिँ आगोको माथि भएको तातो दोस्तो आकाशको स्वभाव चाहिँ यस्तो हो, शुद्ध हो। तर भने
आकाशको माथि बादल हुने चाहिँ कस्तो हो पानी तातो बनाएर तातो भएको जस्तो हो त्यो तर्कालको तातो हो हैन स्वभावको रूपले तातो होइन नि बुझे हो त्यो कुरा त्यो मनमा चाहिँ राख्नु पर्यो त्यही जस्तो गरेर अहिले म के भन्न चाहन्छु भनेदेखि हाम्रो मन भन्ने स्वभावको रूप चाहिँ कस्तो छ यस्तो छ शुद्ध हो हाम्रो मन स्वभावको रूपमा चाहिँ शुद्ध छ अब यहाँ त्यो के अरे आकाशको माथि बादल आएको जस्तो हाम्रो मनको माथि चाहिँ रिस रागहरूको बादल चाहिँ आउँछ त्यो कसरी आएको पछि केही कारणले हेतु र कारणले यसो भएको हो नत्र मनको स्वभाव चाहिँ के छ भनेदेखि शुद्ध हो भनेर चाहिँ यो कुरा चाहिँ भनेको हो थाहा भयो त्यसो कारणले हुनु चाहिँ हाम्रो मनको स्वभाव चाहिँ शुद्धै हो तर हाम्रो मनमा चाहिँ के छ यहाँ आकाशमा बादल आएको जस्तो हाम्रो मनको माथि चाहिँ के आउँछ रिस रागहरू आउँछ हैन हाम्रो मनको माथि रिस रागहरू आएको कारणले भएको कारणले हामीलाई के भन्छ सेम्चेन भनेर चाहिँ बुद्ध होइन हामी अहिले बुद्धता प्राप्त गरिसकेको छैन हामी साधारणको मान्छे हो साधारणको प्राणी हो हामीले भन्छ जहिले हामीले त्यो के भन्छ आकाशको माथि भएको बादलहरू सबै हटाएर यो अहिले भएको जस्तो शुद्ध हुनु जस्तो हाम्रो मनको भनी मनको माथि भएको के अरे रिस रागहरू क्लेशहरू कर्महरू सबै त्याग्नु सक्यो भनेदेखि हाम्रो मन चाहिँ के हुन्छ रिस राग क्लेश नभएको शुद्ध मन चाहिँ हामी हुन्छ त्यो हुँदाखेरि हामीलाई के भन्छ बुद्ध भन्छ थाहा भयो त्यसो कारणले यो बुद्ध हो यो साधारण मान्छे हो भनेको त्यो बीचको फरक चाहिँ के हो मनको स्वभावको कुरा होइन मनको माथि रिस राग क्लेशहरू छ भनेदेखि साधारण मान्छे भन्छ रिस रागहरू सबै हटाइसक्यो भनेदेखि बुद्ध भन्छ त्यो फरक हो सङ्केत सिम्जिङकी खेपर भने चाहिँ साधारण मान्छे र बुद्धको बीचको फरक भने चाहिँ यसो थाहा हुनुपर्छ भने अलिकति बुझिए हो यो त्यसको कारणले अहिले कुरा के कहाँ आएको छ भनेदेखि रङ्सी नम्दक यन्दे भने चाहिँ अहिले यहाँ भन्यो नि के अरे नेपालीमा के भन्यो भने स्वभाव शुद्धको गुण भने चाहिँ बुद्धको मन चाहिँ भनेको बुद्धको मन चाहिँ बुद्धको मनको माथि गुण एउटा छ गुण एउटा के छ स्वभाव शुद्धको गुण छ भनेको त्यसो कारणले बुद्धको मनको माथि भएको स्वभावको शुद्ध गुण चाहिँ बुद्धको गुण हो भनेर चाहिँ यहाँ चिनाएको अहिले थाहा भयो 연된 당보들이 어야 비일래 내벌 야가 차 있어다 어야 다디디샤 가상 가서 랑신 놈다들 망다지 셰제 어야야 그거 어야 다디디고 체슈 अब यहाँसम्म चाहिँ बुद्धको 8वटा गुणदेखि नम्बर 1 पहिलोको गुण चाहिँ अनि सिद्धि होइन यहाँ राखो। अब दोस्रो चाहिँ दोस्रो बुद्धको गुणको नामलाई के भनेको छ रहेछ भनेदेखि तिब्बतीमा hlungi ठुबा hlunduki yenden भनेर hlunduki yenden 72 को तल्ल मुनिदेखि अनि 5 लाइनमा छ निपा hlunduki yenden hlunduk भनेर त्यो निपा hlunduk yenden भने चाहिँ अनि नेपालीमा चाहिँ के भन्छ रहेछ भनेदेखि निराभोग सिद्धि निराभोग सिद्धि अगर शुद्ध गुण भनेर रहेछ
नेर भोग सिद्धि अगर शुद्ध गुण भनेर चाहिँ त्यो भनिन्छ। अब त्यसको मतलब चाहिँ के हो भनेदेखि अब यो चाहिँ यो यसरी म भन्छु। पहिला यो यस्तो यो सोच्नुहोस् है। अब के भयो भनेदेखि हाम्रो अहिले मन चाहिँ के हो यस्तो दोस्तो छ। अहिले हाम्रो मन चाहिँ यस्तो हो। हाम्रो मनको स्वभाव चाहिँ शुद्धै छ, यो दोस्तो छ। तर पनि हाम्रो मनको माथि क्लेशहरू नराम्रो मनहरू त्यो इङ्ग्लिसमा भन्छ नि नेगेटिभ थट भन्छ नि हो, त्योहरू बादल जस्तो गरेर चाहिँ हाम्रो मनको माथि चाहिँ अहिले छ। त्यो थाहा भयो हाम्रो मनको माथि चाहिँ त्यो छ। अब यहाँ हाम्रो मनको माथि भएको क्लेश दोस्तो बादलहरू चाहिँ हटाउनु सक्छ कि सक्दैन भन्ने कुरा एउटा हो। टेक्नु सक्छ कि सक्दैन भनेको कुरा एउटा हो हैन। अब त्यसमा चाहिँ बुद्धले के भनेको छ भनेदेखि यदि अनि हामी मान्छेले अनि कोसिस गर्यो भनेदेखि सक्छ भनेको छ। इट इज पोसिबल भनेर चाहिँ यो चाहिँ सक्छ भनेको छ। त्यसको कारण चाहिँ के हो भनेदेखि हामीले अघि भनेको दोस्तो एकमा मनको स्वभाव शुद्ध हो भनेको कुरा चाहिँ हामीले थाहा छैन। अब यो चाहिँ महागुरुहरूले अनि चेलाहरूलाई मनको स्वभाव शुद्ध हो भनेर चाहिँ देखाउनु पर्छ, त्यसलाई सिकाउनु पर्छ, चिनाउनु पर्छ। त्यो चाहिँ महागुरुद्वारा अनि त्यो पहिला हामीले थाहा हुनु पर्यो। एक दोस्रोमा यहाँ राम्रो सुन्नुहोस् है। दोस्रोमा मनको भित्र भएको रिस राग भन्ने त्यस्तो बादलहरू चाहिँ हाम्रो मनको भित्र कसरी आएको हो भनेदेखि हाम्रो मनको भित्र एउटा सोच एउटा छ। त्यो के हो दङ्जी भनेर इङ्ग्लिसमा भन्छ नि इग्नोरेन्स भनेर, इगो भनेर चाहिँ हाम्रो त्यो के अरे खरसाती नेपालीमा भन्छ नि खरसा त म भनेर जहिले भने म भनेको हुनु चाहिँ यहाँ थाहा हुनुपर्ने चाहिँ म भने चाहिँ छनु छ, म छ, तिमी छ, तपाईँ छ, अरू छ। तर म छ भने चाहिँ कसरी छ भनेदेखि प्रतीत समुपतद्वारा छ है, यो थाहा हुनुपर्छ। प्रतीत समुपतद्वारा छ भनेको कुरा चाहिँ मैले यहाँ अलिकति के भन्छ सजिलो रूपले भन्यो भनेदेखि मैले अहिले यहाँ चाहिँ घन्टी चाहिँ यसो रिटोसी गरेँ भनेदेखि आवाज छ कि छैन? आवाज छ नि। तर त्यो आवाज चाहिँ कसरी आएको, कसरी भएको भनेदेखि त्यो आवाज चाहिँ प्रतीत समुपतबाट आएको। त्यो आवाज चाहिँ अरूसँग अरूसँग भर परेर आएको। कसरी भनेदेखि यदि यो गण्डी छैन भनेदेखि आवाज कसरी आउने होइन? त्यो आवाज आउनु लागि यो गण्डीको आवाज हो, त्यसो कारणले गण्डी चाहियो। फेरि गण्डी भने चाहिँ कसरी भएको हो भनेदेखि गण्डी बनाउने मान्छेले बनाएर भयो। तर त्यो बनाउँदाखेरि अरू के चाहियो? त्यो गण्डी बनाउनु लागि फलाम चाहिन्छ, के चाहिन्छ होइन? फेरि गण्डी भएर पनि आवाज आइँदैन नि। गण्डी यसरी प्रयोग गर्ने मान्छे हुनु पर्यो। प्रयोग गर्ने छैन भने यसरी टक्कै बसेर चाहिँ कहाँ आवाज आउँछ? आउँदैन नि होइन? फेरि प्रयोग गर्ने बेलामा पनि त्यो प्रयोग गर्ने मान्छेको मनमा म गण्डीलाई यसरी हिलाउँछु भनेर मनमा आउनु पर्यो नि, नभएर कहाँ आउँछ? त्यसो कारणले गण्डीको आवाज भने चाहिँ अनि हेतु र अनि कारण धेरै त्यो द्वारा आउनुपर्ने हो। त्यसो कारणले प्रतीत समुपत भनेको कुरा चाहिँ त्यो अरूलाई भर परेर बल्ल हुनु, बल्ल भएको। त्यसो कारणले
प्रतीत समुपाता हो भने त्यो अरूलाई भर नपारेर स्वतन्त्र रूपले भएको होइन। गण्डीको आवाज भने चाहिँ स्वतन्त्र रूपले भएको हो कि भन्छ होइन, अरूलाई भर पारेर भएको हो। त्यो थाहा भयो। स्याला त्यही नै ठिबी ढाने स्याला त्यही नै छुवा मातो रावाङ कि मे। गण्डीको आवाज चाहिँ अरूलाई भर पारेर भएको हो, स्वतन्त्र रूपले भएको होइन भने त्यो कुरा चाहिँ हामीले थाहा हुनु पर्यो। त्यसो कारणले चाहिँ अनि गण्डीको आवाज अरूलाई भर पारेर भएको हो जस्तो भनेकै जस्तो म तिमी भने चाहिँ छ, तर कसरी छ? अरूलाई भर पारेर छ, स्वतन्त्र रूपले छैन। यो क्लियर। त्यसो कारणले हाम्रो सत्य कुरा त त्यो हो, तर हाम्रो मनमा चाहिँ के हुन्छ? म भन्ने बित्तिकै स्वतन्त्र रूपले छ जस्तो हामीले लाग्छ के। त्यस्तो मन चाहिँ के हो? अनि क्लेश र हित गर्छ रासरिकहरू आउने ठाउँ चाहिँ त्यो मनको भित्र म भनेर स्वतन्त्र रूपले म यहाँ छ भनेको सोच चाहिँ छ। त्यसो कारणले अरू मान्छेले आफैलाई अलिकति राम्रो गर्नु भनेदेखि तुरुन्त उसलाई चाहिँ के भन्छ राग हुन्छ। फेरि अरू मान्छेले आफैले तुरुन्त अलिकति कुट्यो भनेदेखि फेरि त्यसले मलाई कुट्यो भनेर चाहिँ फेरि रिस हुन्छ कि। त्यसो कारणले रिस र राग कहाँबाट आउँछ भनेदेखि मनको म स्वतन्त्र रूपले छ भनेको सोच त्यहाँदेखि आएको हो। त्यसो कारणले अनि बुद्धले के भनेको छ? त्यो मन चाहिँ हामीले हटाउनुपर्छ, त्याग्नुपर्छ भनेको छ। दङ्जी भन्छ नि, त्यो दङ्जी भनेको त्यो मन चाहिँ त्याग्नुपर्छ भनेको छ। अब दङ्जी भने चाहिँ मन चाहिँ कसरी त्याग्नुपर्छ भनेदेखि यहाँ आयो शब्द दङ्जी भने चाहिँ यो आत्मग्रह हो। आत्मग्रह भन्छ दङ्जीलाई। म स्वतन्त्र रूपले छ भनेको सोचलाई आत्मग्रह भन्छ। त्यस्तो आत्मग्रहको कारणले रिस राग आएको कारणले अब हामीले रिस राग त्याग्नुको लागि के गर्नुपर्छ? आत्मग्रह भनेको त्यो सोच चाहिँ हटाउनुपर्छ, त्याग्नुपर्छ। त्यसो कारणले आत्मग्रह भनेको मन चाहिँ सोच चाहिँ कसरी हामीले त्याग्नुपर्छ भनेदेखि त्यसको यसो हुन्छ नि, यहाँ अहिले के अरे चिसो यसो हुँदाखेरि हामी चिसो चाहिँ कसरी हटाउने भनेदेखि तातोले चिसो चाहिँ अनि हटाउनुपर्छ। त्यो जस्तो गरेर आत्मग्रहको सोच यसरी आउँदाखेरि चाहिँ तुरुन्त हामीले आत्मा सोच्नुपर्छ। थाहा भयो? आत्मा आत्मा छ भनेको मनलाई त्याग्नुको लागि आत्मा छैन भनेको सोच चाहिँ हुनुपर्छ। आत्मा छैन भनेको सोचलाई के भनेको छ भनेदेखि शून्यता ज्ञान भनेको त्यो। अब त्यसो कारणले बुद्धले तपाईँले अनि रिस राग कहाँबाट आउँछ भनेदेखि आत्मग्रहबाट आउँछ। आत्मग्रह चाहिँ अनि त्याग्नुको लागि के चाहिएको छ भनेदेखि शून्यता ज्ञान चाहिएको छ भनेर चाहिँ बुद्ध स्वयंले भनेको। त्यसो कारणले शून्यता ज्ञान चाहिँ हामीले पायो भनेदेखि के हुन्छ? आत्मग्रह चाहिँ त्याग्नु सक्छ। आत्मग्रह चाहिँ हामीले त्याग्यो भने के हुन्छ? रिस राग भने चाहिँ हुँदैन। रिस राग भने चाहिँ नभयो भने के हुन्छ? रिस रागद्वारा भएको नराम्रो कर्महरू गर्दैन। त्यो नगरेदेखि के हुन्छ? दुःखहरू चाहिँ पाउँदैन। त्यसको कारणले दुःखको जरदेखि अनि त्याग्नुको लागि चाहिँ हामीले शून्यता ज्ञान चाहिँ चाहिन्छ भन्यो। त्यसो कारणले बुद्धले के भन्यो? यदि मनको माथि भएको क्लेशको बादलहरू तिमी हटाउनु हो भनेदेखि तपाईँले शून्यता ज्ञान भने चाहिँ तपाईँले चाहेको छ। त्यसमा चाहिँ अनि ध्यान अभ्यास गर्नुपर्छ। त्यो गर्नु सक्यो भनेदेखि त्यो त्याग्नु सक्छ। त्यसो कारणले बुद्ध भगवान बुद्धको भूमि भने चाहिँ हामीले पाउनु सक्छ भनेको कुरा त्यो।
अलिकति बुझे हो त्यो त्यसो कारणले अब अहिले म यहाँ के भन्छु भनेदेखि दोस्रो गुण चाहिँ के हो भनेदेखि अघि मैले भनेको जस्तो एउटा व्यक्तिले आफ्नो एउटा गुरु एउटा अनि सँग अनि त्यो ज्ञान भएको गुरुसँग सम्बन्ध राख्ने त्यो राखेर गुरुद्वारा उहाँलाई चाहिँ शून्यताको ज्ञान चाहिँ पाउनु पर्यो शून्यता ज्ञान चाहिँ पाएर आफूले पनि त्यसमा ध्यान अभ्यास गर्नु पर्यो शून्यता ज्ञानलाई ध्यान अभ्यास गर्दै 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 गयो भनेदेखि आफ्नो मन चाहिँ आफ्नो मनको माथि क्लेश कर्म त्यस्तो बाधाहरू सबै अनि हटाउने टेकेको एउटा शक्ति मिल्छ कसा गुण मिल्छ त्यसले के भन्छ निर्वाणा भने त्यो निर्वाणा गुण भने चाहिँ त्यसले भनेको मोक्ष भने भन्छ मोक्ष गुण भने त्यसले भन्छ अब त्यस्तो मोक्ष र निर्वाणा सबभन्दा राम्रो मोक्ष र निर्वाणाको गुण पायो भनेदेखि हामी आफै के हुन्छ बुद्ध हुन्छ त्यसो कारणले बुद्धलाई के ज्ञान छ भनेदेखि बुद्धको मनको माथि निर्वाणाको गुण छ भनेको छ त्यसो कारणले बुद्धको मनको माथि भएको निर्वाणा गुणलाई अहिले नाम के राखेको छ यहाँ निरोध कसा यहाँ के राखेको छ भनेदेखि निरोभोग सिद्धि अगर शुद्ध गुण भनेको छ त्यो अब अर्को केही सोच्नु पर्दैन दोस्रो बुद्धको दोस्रो गुण के हो भनेदेखि बुद्धको मनको माथि भएको अनि निरुद्ध शुद्धलाई ज्ञानलाई गुणलाई भनेको हो भन्नुपर्छ थाहा भयो तिप्तीमा के भन्छ सुङ्गी ठुबे युन्दे शोक के हो भनेदेखि नमखिङ्गी तेङ्गी जीवाङ्गी पाङबे युन्दे भन्छ त्यसो कारणले बुद्धको मनको माथि भएको के अरे मनको माथि भएको अनि क्लेश र क्लेशको जारदेखि नै सबै हटाइसकेको निर्वाणको गुणलाई अनि दोस्रो गुण भनेछ त्यो हो या तदि टिपछ ततिने सुम्बा अब सुम्बा तेस्रो चाहिँ के रहेछ भनेदेखि यहाँ 72 पेजको मुन्नीदेखि दोस्रो लाइनमा मुन्नीदेखि र दोस्रो लाइनमा सुम्बा सेङ्गी केङ्गी तोपा मेम्बे यन्दे अब यो पहिला म शब्द मात्र भन्छु अन्य प्रत्यय द्वारा बोध नहुनेको गुण भन्ने चाहिँ त्यो रहेछ त्यो अब यसलाई मैले यो गर्छु के अरे भाग्य गर्छु त्यो कस्तो हो भनेदेखि अब यहाँ सुन्नुहोस् है अघि मैले 8वटा गुण भनेको भित्र बुद्धको पहिलो गुण चाहिँ के हो बुद्धको मनको माथि भएको शून्यता चाहिँ हो हैन शून्यता त्यसले पनि के भन्छ धर्मकाया भन्छ छुकु एउटा दोस्रो गुण चाहिँ के हो बुद्धको मनको माथि क्लेश र क्लेशको जाराहरू सबै हटाइसकेको निर्वाणको गुण भने चाहिँ मैले भनिसकेँ त्यो पनि धर्मकाया हो छुकु हो 2 त्यस्तो गुण दुईटा चाहिँ भनेको त्यस्तो गुण दुईटा चाहिँ हाम्रो शब्द र हाम्रो के अरे एकछिन है ड्राताङ तोपा भनेको धेरै शब्द तथा तर शब्द र अनि तरद्वारा अघिको भनेको दुईटा गुण चाहिँ
प्रष्ट रूपले थाहा हुन सक्दैन भनेको छ। थाहा भयो? प्रष्ट रूपले मुसुम्दो अनि सिल्भर थाहा हुँदैन भनेको छ। अब त्यसो कारणले अघिको दुई गुण चाहिँ, अघिको भनेको पहिलोको गुण र दोस्रो गुण चाहिँ अब कसरी थाहा हुन्छ भनेदेखि त्यो थाहा हुनु चाहिँ मान्छे आफैले जो गुण भएको त्यस्तो गुण जसले पाएको छ त्यो मान्छे आफैले ध्यानमा बसेर ध्यान र अभ्यासमा गरेर गर्दै 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 गयो भनेदेखि आफ्नो स्वयं भन्छ नि, स्वयं आफूले ध्यान र अभ्यासद्वारा त्यो गुण चाहिँ प्रष्ट रूपले थाहा हुनुपर्छ। थाहा हुन्छ। ध्यान अभ्यास गरेर प्रष्ट रूपले थाहा हुनुपर्नेको त्यो गुण चाहिँ ध्यान अभ्यास स्वयंले ध्यान अभ्यास नगरेर केही मान्छेले शब्द बोलेर र त्यसो यसो हो भनेर र त्यसको तारद्वारा यसो हो भनेर चाहिँ थाहा हुने होइन भनेको। सिङ्गी किङ्गी तो मेम्बा भने चाहिँ अरू मान्छेले शब्दद्वारा थाहा हुने कुरा होइन। यो कसरी थाहा हुनुपर्छ? शब्द रूपले थाहा हुन्छ तर प्रष्ट रूपले थाहा हुँदैन भनेको। शब्दद्वारा प्रष्ट रूपले थाहा हुँदैन। अब प्रष्ट रूपले थाहा हुनुको लागि आफै स्वयंले ध्यान अभ्यास गरेर अनि थाहा हुनुपर्ने हो भने त्यो कुरा सुम्बती दिन्छ। तेस्रो चाहिँ यो यहाँ यही लेखेको छ, अरूले अनुभव नहुनेको गुण भनेको त्यो अरूले प्रष्ट रूपले अनि अरूले चाहिँ थाहा हुँदैन। आफैले ध्यान अभ्यास गरेर प्रष्ट रूपले थाहा हुनुपर्ने हो भनेको कुरा चाहिँ यो सेब्रेस उहाँ सुन्छ। अब यो फेरि मैले अलिकति उदाहरण दियो भने राम्रो होला है। हामी पहिला एउटा कुरा चाहिँ हामी सुन्नुहोस् है, एउटा कुरा चाहिँ हामीले चाहिँ थाहा हुनुपर्छ। त्यो कुरा चाहिँ के हो भनेदेखि भन्नेमा तम्बेला भन्ने सिक्रुवा भन्नेमा यस्तो छ नि, मिरमु नाङ्लायो तागिरमु छिलयो भन्छ नि। टाइगरहरू बाघहरूको रिमुल खर्सा लेखा चित्र होइन, बाघहरूको जिउले के यस्तो लेखिएको छ नि त्यसले के भन्छ? रिमु दाग। दाग त होइन, त्यसले के भन्छ? अब तपाईँहरूले थाहा छैन भने मलाई कहाँ थाहा हुन्छ होइन? ठिक त हजुर, छाप त होइन होला। रिमु ड्र इङ्ग्लिसमा ड्र भन्छ नि, ड्र। चित्र हो, चित्र। ला बाघको चित्र चाहिँ बाहिर छ रे, मान्छेको चित्र चाहिँ भित्र छ भन्छ होइन हामीले। तागिरमु छिलयो मिरमु नाङ्लायो भन्छ नि। त्यसो कारणले चाहिँ हामी मान्छेले मनमा के सोच्छ भनेको कुरा चाहिँ अरूले थाहा हुँदैन। अब मनको भित्र के सोच्छ के छ भनेको कुरा चाहिँ आफैले अनुभवदेखि आफैले थाहा हुन्छ होइन। त्यसो कारणले अघि बुद्धको पहिलो गुण र दोस्रो गुण चाहिँ कसरी थाहा हुन्छ भनेदेखि आफै स्वयंले ध्यान अभ्यास गर्यो भनेदेखि
अलि त्यो प्रष्ट रूपले चाहिँ थाहा हुन्छ अरे आफूले ध्यान अभ्यास नगर्यो भनेदेखि अरू मान्छेले बुद्धको गुण पहिला चाहिँ यस्तो हो दोस्रो यसो भन्यो भनेदेखि अलि थाहा हुन्छ तर प्रष्ट रूपले थाहा हुन सक्दैन अरे हो त्यसले भनेको अहिले तेस्रो गुण चाहिँ त्यसले भनेको अब अलिकति क्लियर भयो हो या अब चारमा चाहिँ के भयो शिव रङदुङ्गी योन्दे भन्यो शिव रङदुङ्गी योन्दे रङदुङ्गी योन्दे भन्ने चाहिँ नेपालीमा के भनेको छ स्वाट सम्पूर्ण गुण भनेर चाहिँ भनेको रहेछ अब शिव रङदुङ्गी योन्दे भने चाहिँ के हो भनेदेखि अघि मैले भनेको जस्तो पहिलोको गुण बुद्धको पहिलाको गुण दोस्रो गुण तेस्रो गुण त्यो चाहिँ अरू मान्छेले अनि हेरेर अरू मान्छेले प्रष्ट रूपले थाहा भएर या अरू मान्छेले दर्शन पाएर अनि अरूलाई फाइदा गर्न सक्नेको गुण चाहिँ होइन रे थाहा भयो यो बुद्ध स्वयंको मनको भित्र भएको गुण हो भनेर अघि पहिला भनेको 3 गुण चाहिँ रङदुङ्गी योन्दे भनेर चाहिँ आफू स्वयंले थाहा हुने आफू स्वयंको गुण हो अरूलाई दर्शन पाएर अनि फाइदा गर्न सक्नेको गुण चाहिँ होइन रे हो त्यो रङदुङ्गी योन्दे भने चाहिँ यो अब त्यहाँदेखि 5 नम्बर 5 मा चाहिँ के रे अब यहाँदेखि त अलिकति त्यो छ के भन्छ लेलाबो अलि सजिलो छ ngapa 5 चाहिँ के हो 5 को गुणको नाम चाहिँ खेम्बे योन्दे भने चाहिँ ज्ञान सम्पूर्ण गुण भनेको हो अब ज्ञान सम्पूर्ण गुण भने चाहिँ के हो भनेदेखि बुद्धको मनले हाम्रो जति हामीले जानकार गर्नुपर्नेको कुराहरू छ तिप्तीमा भन्छ सेजाइ छ जानकार गर्नुपर्नेको अनि धर्महरू इङ्ग्लिसमा भन्छ नि all phenomena are भन्छ नि जति अनि त्यो थाहा हुनु पर्ने कुराहरू अनि धर्महरू छ त्योहरू सबै बुद्धको मनले थाहा छ बुद्धको मनले त्योहरू सबै थाहा हुन्छ त्यसो कारणले बुद्धलाई के छ सर्वज्ञान छ भन्छ बुद्धले सर्वज्ञान भएको कारणले बुद्धले यो कुराहरू सबै चाहिँ थाहा हुन्छ भनेको त्यसो कारणले यहाँ खिम्बी योन्दे भनेर चाहिँ ज्ञान सम्पूर्ण गुण भनेर चाहिँ यो चाहिँ 5 छमा चाहिँ छेटोमा चाहिँ के रहेछ भनेदेखि नम्बर 6 मा चाहिँ चेवी योन्दे भनेको छ चेवी योन्दे भनेको चाहिँ 2 शब्दमा भन्नु सक्छ एउटा शब्द चाहिँ के भन्छ भनेदेखि करुणाको गुण भन्छ हैन दोस्रो शब्दमा कृपाको गुण भन्छ यो दुईटा एउटै हो करुणाको गुण भनौँ कृपाको गुण भनौँ यो दुईटा एउटै हो अहिले यो राम्रो होला करुणाको गुण भन्यो भने राम्रो सेवी योन्देन भनेर चाहिँ करुणाको गुण ल अब यसको बारेमा मैले यहाँ अलिकति यो भन्न चाहन्छु करुणा भनेको विषयमा करुणा भन्नेमा 3टा छ पहिला साधारणमा भन्छु है करुणमा 3टा छ हाम्रो बाआमाहरूले आफ्नो आफ्नो बच्चाहरूलाई करुणा हुन्छ नि करुणा हुन्छ लभ एन्ड कम्प्यासन भनेर चाहिँ करुणा हुन्छ त्यो पनि करुणा हो तर त्यसमा अलिकति मिक्स छ मेरो बच्चा भनेर मनको भित्र अलिकति अर्कोको बच्चा हो भनेदेखि त्यति छैन आफ्नो बच्चा हो भनेदेखि अलिकति नजदिक छ त्यसो कारणले लिटल बिट मिक्स बाई डिजायर त्यो द्वेषक भन्छ नि राग मिस भएको अनि त्यो के अरे करुणा ल
हाम्रो अहिले त्यो अब बिस्तारै बिस्तारै धर्महरू परेर 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 चाहिँ अनि यो राग मिस भएको अनि त्यो करुणा चाहिँ बिस्तारै परिवर्तन गरेर चाहिँ राग नभएको करुणा चाहिँ हुनसक्छ तर सर्वपानीलाई करुणा नभएको पनि छ त्यो चाहिँ के हो हिनयानाको धर्म गर्ने बुद्धिस्टहरूलाई त्यो करुणाहरू चाहिँ बिस्तारै बिस्तारै पाउन सक्ने हो अर्हतहरू हिनयानाको अर्हतहरूलाई करुणा छ तर सर्वपानीलाई करुणा चाहिँ छैन भन्नुमा मैले के भन्न चाहन्छु महाकरुणा छैन तर मिक्स राग मिस नभएको करुणा चाहिँ छ यो चाहिँ दोस्रो अब एउटा करुणा चाहिँ के हो भनेदेखि बुद्धिसत्वहरूको करुणा बुद्धिसत्वहरूको करुणा चाहिँ अघि भनेको जस्तो अनि यो के अरे राग मिक्स भएको करुणा पनि होइन त्यो करुणा चाहिँ फेरि एक दुई मान्छे एक एक ग्रुप दुई ग्रुप त्यस्तोलाई पनि होइन सर्वपानीलाई अनि म दुःखबाट हटाउँछु सुख दिन्छु भन्ने त्यस्तो करुणा चाहिँ अनि बुद्ध सत्वको करुणा चाहिँ त्यो बुद्ध सत्वहरूले कल्पौँ त्यो करुणालाई ध्यान अभ्यास गर्दै गर्दै गएर पछि बुद्धता प्राप्त हुँदाखेरि बुद्धको करुणा चाहिँ के हुन्छ भनेदेखि बुद्धको करुणा चाहिँ अब महाशुद्ध महाकरुणा भने चाहिँ त्यो थाहा भयो त्यसो कारणले करुणा तीनटा छ नि अब बुद्धको करुणा चाहिँ अहिले यहाँ कहाँ राखेको छ नम्बर 6 मा अनि त्यो गुण चाहिँ राखेको चाहिँ त्यो अलिकति बुझे अलिक क्लियर भयो यहाँ त्यो भयो है ठुपच्चे वाछे था तेने दुम्बा निबा 7 नम्बर 7 मा चाहिँ के भनेको छ बुद्धको गुण 7 मा चाहिँ के भनेको छ भनेदेखि 7 मा चाहिँ शक्तिको गुण भनेर चाहिँ भनेको छ शक्तिको गुण यहाँ छ नि 73 पेज नम्बर 73 मुन्नीदेखि 7 मा छ नि दुम्बा निपनी भने छ नि निप भने चाहिँ शक्ति भनेको शक्ति अब बुद्धलाई अरू एउटा गुण छ अरे के छ भनेदेखि शक्तिको गुण छ भन्यो त्यो शक्तिको गुण भनेदेखि फेरि हामी अहिले बल भएको त्यस्तो हुन्छ नि मसलाहरू त्यस्तो होला भन्दा नि भनेदेखि फेरि त्यो पनि होइन बुद्धको शक्तिको गुण भने चाहिँ कस्तो हो भनेदेखि बुद्धलाई नम्बर 6 मा भएको अनि महाकरुणाको गुण चाहिँ छ नम्बर 7 मा के अरे नम्बर 5 मा भएको अनि सर्वज्ञानको गुण छ सर्वज्ञानको गुण भएको कारणले उहाँले सर्वप्राणीहरूको विषयमा सबै थाहा छ सर्वप्राणीहरूको मनको सोच के छ सबै थाहा छ सर्वप्राणीहरूले के चाहेको छ के नचाहेको छ सबै थाहा छ सर्वप्राणीहरूले यो चाहेको छ यो चाहेको छैन त्यसो कारणले मैले यसो गर्छु भनेको तरिकाहरू पनि सबै उहाँले थाहा छ थाहा भयो सर्वज्ञान भएको कारणले योग छ त्यसको माथि म सर्वप्राणीहरूलाई करुणा छ भनेर चाहिँ करुणा पनि छ अब यो दुईटा भयो भनेदेखि यो दुईटा भएको कारणले अरूको लागि केही काम गर्यो भनेदेखि गर्नु सक्ने शक्ति भइहाल्यो नि हो त्यसले भन्छ शक्तिको ज्ञान भने चाहिँ त्यो ठुलो ठुलो मसलाहरूले भनेको होइन है लासो अब यहाँ चाहिँ यो भयो त्यही देशको त्यसलाई गरेर 8 नम्बर 8 मा चाहिँ के भनेको छ सेन्दुङ्गी यन्देन भनेको छ सेन्दुङ्गी यन्देन भने चाहिँ नेपालीमा के भनेको छ भनेदेखि अरूलाई कल्याण गर्नेको गुण भनेको अरूलाई कल्याण गर्नेको गुण भने चाहिँ त्यो अब यो कसरी भनेको हो भनेदेखि यहाँ हेर्नुहोस् त सर्वज्ञानको गुण भयो नि
महाकरुणाको गुण पनि भयो हैन त्यसको माथि शक्तिको गुण भने तीनटा भयो नि अब त्यो तीनटा चाहिँ बुद्ध शाक्य मुनि दोस्तो बुद्धहरूले भइसक्यो भनेदेखि अरूलाई कल्याण गर्नु सक्छ सक्दैन सक्छ नि त्यसो कारणले त्यो तीनटालाई के भनेको अरूलाई कल्याण गर्नेको गुण भनेको त्यो सेन्धुनकी यन्देन भने चाहिँ त्यो अब प्रष्ट भयो क्लियर भयो त्यसो कारणले अब अघि 8वटा गुण छ नि त्यो चाहिँ कसले छ भनेदेखि जो मान्छे जो व्यक्ति बुद्धता प्राप्त गर्छ त्यो गर्ने मान्छेले चाहिँ त्यो गर्ने व्यक्तिलाई चाहिँ अनि त्यो 8वटा गुण चाहिँ छ भने त्यो पनि क्लियर भयो हैन त्यसको कारणले अब यहाँ म शॉर्ट गरेम भन्छ बुद्ध रत्न भने चाहिँ कस्तोलाई भन्छ भनेदेखि अघि भनेको 8वटा गुण भएको व्यक्तिलाई बुद्ध रत्न भनेको अब थाहा भयो अब पछि तपाईहरुले यो भन्नुपर्छ बुद्ध रत्न भने चाहिँ के हो भने यो ढुङ्गा बनाएको जस्तो हो फोटो त्यो बस्नु हुँदैन 8वटा ज्ञान बुद्धको 8वटा ज्ञान भएको व्यक्तिलाई के भन्छ कता व्यक्तिलाई बुद्ध रत्न भन्छ भनेर त्यस्तो सोच्नुपर्छ अब त्यस्तो गुणहरू थाहा भयो भनेदेखि अब बुद्ध प्रति श्रद्धा कस्तो हुन्छ मैले त पहिलादेखि नै बुद्धले मानेको छ तर गुण चाहिँ थाहै भएन अब मैले गुण 8 चाहिँ थाहा भयो ओल्ल सत्य मैले बुद्धलाई अहिलेसम्म मानेको चाहिँ राम्रै भएछ भनेर चाहिँ मनमा के आउँदैन आउँछ रहेछ नि त हैन मलाई आउँछ रहेछ तुरुन्त फिलिङ हैन त्यसो कारणले बुद्ध रत्नको गुणहरू थाहा भएर श्रद्धा गर्यो भनेदेखि त्यसले के भन्छ के रे जानकार भएर गरेको श्रद्धा भनेछ त्यो थाहा भयो यो यस्तो गरेर श्रद्धा गरेको र बुद्धलाई मान्नेको त्यो चाहिँ शरण गमन चाहिँ अन्धविश्वासको शरण गमन होइन थाहा भयो त्यो गुण थाहा भएर शरण गमन गरेको कारणले अन्धविश्वासको शरण गमन होइन त्यसो कारणले आजदेखि नि बुद्धको गुण थाहा भएको कारणले आजदेखि नि अब बुद्धलाई शरण गमन कसरी गर्ने थाहा भएर गुण थाहा भएर शरण गमन गर्ने त्यो अन्धविश्वासले नगर्ने हो त्यो चाहिँ मनमा राख्नु पर्यो त सेभरेस हो क्लियर भयो हैन ओ ल म त अघि अब नेपालीमा कस्तो हुन्छ होला भनेर पिर लागेको थियो अहिले त बल्ल बल्ल ठिकै भएछ dat die oosres यहाँ म कुरा एउटा भन्छु है तपाईहरुले अनुभव गर्नुस् त्यहाँदेखि तुरुन्त तपाईहरु मनमा के लाग्छ है यहाँ हेर्नु त हामीले हुनु चाहिँ अहिले भन्नेमा बुद्ध भन्ने हामी मान्छे भन्ने त्यो हामीले भने राख्छ नि मूल पर हैन अब बुद्ध भने चाहिँ यस्तो बुद्ध प्राप्त गर्ने भने चाहिँ सजिलो चाहिँ होइन रहेछ नि त राम्रो गरेर सोध्नु त हामीले आफूले कति खुसी छ के रे आफूलाई कति माया छ हैन त्यसो कारणले हामी दुःख नहोस् भनेको सोच हामीले जहिले पनि छ नि तर दुःखहरू कसरी आउँदैछ भनेदेखि हाम्रो त्यो काया वाक्य चित्तद्वारा काम के सोच नराम्रो र काम नराम्रो आउने रहेछ नि अब सोच नराम्रोहरू चाहिँ हामीले हटाउनु पर्यो नि तर मनमा त हटाउँछु भन्ने मन छ नि तर हामीले गर्नु सक्छ रहेछ सक्दैन रहेछ नि मनको भित्र कति हुन्छ रहेछ रिस राग यस्तो बादल हुन्छ रहेछ नि हामीले यस्तो गाह्रो टेक्नु नसक्ने चाहिँ बुद्धले टेकिसकेको छ हैन त्यसो कारणले आफू अनुभवले हेर्न यस्तो गाह्रो भएको ध्यान अभ्यास यस्तो गाह्रो टेक्नु नसक्ने त्यस्तो चाहिँ
बुद्धले देखिसकेको छ भनेदेखि तुरुन्त बुद्धलाई हामीले मनमा के आउँछ रहेछ, ओहो उहाँ त साधारण व्यक्ति त होइन रहेछ भनेर चाहिँ तुरुन्त त्यो हुन्छ रहेछ हुँदैन? मलाई त त्यस्तो आउँछ रहेछ मनमा। ओहो अब नपऱ्यो भनेदेखि त्यो त आउँदैन होइन। अब परेर सबै थाहा भयो, फेरि आफूले पनि ध्यान गऱ्यो, कोसिस गऱ्यो ल मैले क्रोध चाहिँ मैले त्याग्छु, म रिस राग त्याग्छु भनेर कोसिस गऱ्यो। अब मैले कति गरेँ होला? 18 इयर्स म लामो भएको चाहिँ 11 वर्षमा म लामो परेँ। त्यहाँदेखि मैले पहिले परेको छ ध्यान अभ्यास त्यति गरेन, शिलमा चाहिँ बसेँ, राम्रो बसेँ, तर परे गयो। पछि चाहिँ म 18 वर्ष हुँदाखेरि ल मैले ध्यान अभ्यास गर्नु पर्यो भनेर मनमा धेरै आएर त्यहाँदेखि मैले सुरु गरेँ। अब 18 वर्षदेखि म अहिले कति हो? 48। कति भयो छ? 18, 28, 38 अनि 48, 30 वर्ष भइसक्यो। अब मैले 30 वर्षमा यति मैले कोसिस गरेँ, दुःख गरेँ, तर मैले बुद्ध त प्राप्त गर्नु सकिनँ नि। तर मैले पहिला जस्तो त होइन, धेरै फरक भयो। पहिला त रिस पनि धेरै हुने हो, 18 वर्षको अगाडि त रिसहरू धेरै हुने हो। एकमा चाहिँ दिमाग अलिकति मलाई यो पनि छ, के अरे बुद्धि पनि छ, त्यसो कारणले पढ्दाखेरि त्यस्तो डिबेटहरू गर्छ नि, छिङ्गी भन्छ नि, यस्तो गर्दाखेरि क्लासमा टप हुन्छ, त्यसको प्राउड हुन्छ मलाई धेरै। मैले त अब जो मान्छे आयो भने मैले यस्तो गर्दाखेरि कसले पनि मुख यस्तो बनाउँछ भनेर चाहिँ यस्तो छ मलाई त्यो बेलामा होइन। एन्सरै दिनु नसक्ने मैले बनाउन सक्छ होइन, त्यस्तो त्यो बुद्धिहरू छ। अनि चुन्ड्री पनि छ, क्लासमा पनि टप छ। त्यसो कारणले मलाई चाहिँ के छ भनेदेखि अलिकति घमण्डी जस्तो पनि हुन्छ अनि प्राउड हुन्छ। पछि बिस्तारै बुद्धि चित्तमा खास त्यो गर्दै अहिले यस्तो केही छैन। अहिले त मैले अब मनको भित्र माया र दया र करुणा र त्योहरू सबै आएर एक दिनमा मैले मान्छेले फाइदा गर्नु नसक्यो भने मलाई अलिकति त्यो हुन्छ, मनमा केही हुन्छ, अब आज त केही भएन भनेर चाहिँ हुन्छ। अब मान्छेले फाइदा गर्नु सक्यो भनेदेखि मलाई मनमा खुसी हुन्छ। जिउलाई त दुःख छ नि। अब बिहान यहाँ गऱ्यो भनेदेखि बिहान 7 बजीदेखि प्रवचन गर्दै गएर 11 बजेसम्म भनेदेखि धेरै होइन, 7, 8, 9, 10, 11, 4 घन्टा है। फेरि बेलुका 2 घन्टा भनेदेखि 6 घन्टा यस्तो बोल्यो भनेदेखि जिउलाई त त्यो हुन्छ नि, तर मनलाई खुसी हुन्छ रहेछ। आज मैले यस्तो मान्छेलाई सुख चाहिने दुःख नचाहिने, आफ्नो आमा पहिला जन्ममा आमा भइसकेको त्यसको कृपा अनि त्यो गर्नको लागि अनि बुद्धको चेला भएको कारणले मैले बुद्धको कुरा सुनेर सहयोग पनि गर्नु पर्यो। अरूहरू पनि मान्छेहरू पनि बिचारा त्यो धर्मको ज्ञानहरू नपाएको कारणले दुःखहरू छ। अब अलिकति सिक्नु सक्यो भनेदेखि उनीहरू अलिकति परिवर्तन भयो भने राम्रो हुन्छ। बिस्तारै बुद्ध त प्राप्त गर्नु सक्छ भनेर त्यस्तो मनदेखि गरेको कारणले मनमा चाहिँ यति खुसी हुने रहेछ। अहिलेसम्म मैले दुःख धेरै गरेर राति निन्द्र नआएर प्रब्लम भयो भनेदेखि एक दिन भएको छैन। आनन्द स्तुति मनमा यस्तो केही छैन रहेछ। अनि मनको स्टेबल भन्छ नि, त्यो अहिले धेरै राम्रोमा बस्यो छ, आनन्द त्यस्तो धेरै त्यो छैन। कहिले यसो आउँदाखेरि तुरुन्त आफूले ध्यान अभ्यास गरेर चाहिँ त्यो हटाउनु सक्ने त्यस्तो पनि हुन्छ रहेछ। त्यसको कारणले चाहिँ धेरै खुसी छ। अहिले म यहाँ के भन्न चाहन्छु भनेदेखि आफ्नो मनलाई यसो हेर्दाखेरि अघि मैले भनेको के अरे आत्मग्रह अनि त्यो सँगै रिस रागहरूदेखि लिएर यसो हामीले सोच्दाखेरि ओहो बुद्धले मनको भित्र भएको त्यो नेगेटिभ थट, नराम्रो मन सबै त्यागिसकेको छ। त्यस्तो त्याग्नु सक्ने त धेरै ज्ञानी हो भनेर चाहिँ मनलाई धेरै त्यो हुन्छ रहेछ। तुरुन्त बुद्धलाई चाहिँ अनि श्रद्धा हुन्छ रहेछ, रेस्पेक्ट हुन्छ रहेछ। त्यसो कारणले अब जो होस् बुद्धले उहाँले जो गर्नुपर्ने चाहिँ गरिसक्यो।
अब के भयो हामी चाहिँ लेट हो हामी चाहिँ अहिले भर्खरको होइन अब हामीले बुद्धलाई छानेर आफ्नो गुरु आफ्नो क्याप्ने त्यस्तो मानेको चाहिँ हामी धेरै भाग्य हो अब त्यो मानेर मात्र हुँदैन हामी पनि बिस्तारै बुद्धको धर्मको बाटोमा चाहिँ जानुपर्छ हामी पनि बिस्तारै बिस्तारै त्यो खुट्टा टेकेर गयो भनेदेखि केही न के कहाँ अलिकति त्यो बुद्धको त्यहाँसम्म चाहिँ बिस्तारै बिस्तारै पुग्नु सक्नुहुन्छ नि खुट्टै नटेकेर यसरी बस्यो भनेदेखि कहाँ त्यहाँ बुद्धको त्यहाँ पुग्छ पुग्दै पुग्दैन नि होइन हामीले चाहिँ भुल चाहिँ के छ भनेदेखि हामीले खुट्टा टेक्दैन कि बुद्ध राम्रो हो भन्छ मान्छ तर बुद्धको धर्ममा चाहिँ जान्ने चाहिँ धेरै गाह्रो त्यसो कारणले त्यो रागले त्यो रिसभन्दा रागले संसारलाई यसरी समातेर बसेको चाहिँ धेरै नराम्रो त्यसो कारणले राग तुरुन्त त टेक्नु सक्दैन तर अलिकति सानो 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 चाहिँ बनाउँदै बनाउँदै जानुपर्छ अनि बिस्तारै हुन्छ त्यसको माथि अनि रिसहरू भने टेक्नु सानो सानो त्यस्तो बनाएर चाहिँ बिस्तारै हामीले चाहिँ त्यो गर्नुपर्छ यो चाहिँ म यहाँ भन्न चाहन्छु 추주 두던체가 딱 최기 군족이 연된데 랍가 알롱 दिलहातेरवा कोम दिलहातेरवा अब आज चाहिँ यति राखौँ होइन धर्म परिचय चाहिँ बुद्धको गुण बुद्ध रत्नको परिचय चाहिँ आज चाहिँ यति राखौँ अब भोलि त होइन अब पर्सि चाहिँ अनि यो धर्म रत्नको परिचय चाहिँ अनि त्यो गरौँ अब यहाँ दोस्रोमा चाहिँ यो सिकाउँछु के अरे ध्यान आवेशको विषयमा अलिकति त्यहाँ सिकाउँछु अब हाम्रो ध्यान आवेश गर्नु बेलामा चाहिँ हामीले एक्जाम्पलमा उदाहरणमा लिनुपर्ने चाहिँ बुद्ध शाक्यमुनि एउटा भयो अनि हाम्रो गुरु श्री दलाई लामाजी अनि भयो उहाँको ध्यान आवेश गर्नु बेलामा यस्तोहरू गर्नुहुन्छ अब यहाँ ओला अब यहाँ मैले ध्यान आवेशको बारेमा चाहिँ भन्नु चाहन्छु है तपाईहरु मोबाइल फोन छ भनेदेखि फोटो खिच्यो भने हुन्छ यसले याद दिन्छ नि फाइदा हुन्छ छाछा त छतेस लुन लु तरेङा छतेस तुमन देस त यहाँ हेर्नुस् है पहिला म यो भन्न चाहन्छु यहाँ चाहिँ तीनटा प्रकारको कुरा राखेको छ एउटा चाहिँ बान्दर भयो एउटा चाहिँ बान्दर जहाँ बानेर राखेको छ योले पिल भन्छ नि कावाला खर्छ कावाला के भन्छ योलाई खम्बा यो चाहिँ खम्बा भयो बान्दर चाहिँ यो खम्बासँग बसेर अनि के अरे यहीँ अनि राखेर यताउता जानु नदिनेको कारण चाहिँ के हो भनेदेखि यसको के अरे बान्नेको एउटा डोरी थक्पा डोरी है डोरी यहाँ सिक्ने डोरी र सिक्ने चाहिँ चाहिएको छ अब योले के चिनाउँछ भनेदेखि बान्दरले के चिनाउँछ भनेदेखि हाम्रो मन चाहिँ बान्दर जस्तो एकको मात एउटा स्थानको के अरे एउटा जग्गाको माथि नबसेर यता उता धेरै खिसिस गरेर यता उता जान्छ हैन त्यही दोस्रो कारणले बान्दरले के चिनाउँछ हाम्रो मन है अब हाम्रो मन चाहिँ यता उता यसरी गएको चाहिँ नजानु दिएर एउटा कुशलको
चीज एउटामा चाहिँ हामीले ठक्कै राख्नुपर्छ। कुशलको चीज चाहिँ अनि कुशलको चीज चाहिँ अनि अहिले हामीले के गर्छ भनेदेखि हाम्रो मन चाहिँ कुशलको चीज बुद्धको कायामा बुद्धको अनि मुख बुद्धको कायालाई मन चाहिँ हामीले राख्ने गर्छ। हिजो मैले सिकाएको छ हैन। अब बुद्धको अनि कुशल चीज भन्ने चाहिँ त्यो चाहिँ कसले चिनाएको? यहाँ खम्बालले चिनाएको। हाम्रो बान्दर दोस्तो मन चाहिँ कुशलको चीज खम्बामा अनि बाँधेर राख्नुपर्छ। अब त्यो बाँधेर राख्नु बेलामा के चाहियो? यो दोस्तो डोरी चाहिएको छ। त्यो डोरीले के चिनाउँछ? हामीलाई ध्यान गर्नु बेलामा चाहिने कुरा याद भन्ने चाहिँ चिनाउँछ। डोरीले याद चिनाउँछ, बान्दरले मन चिनाउँछ, खम्बाले कुशलको चीज चिनाउँछ। थाहा भयो? त्यसो कारणले अब बान्दर चाहिँ त्यो खम्बासँग अनि जहिले पनि नछुटेर बस्नुपर्ने छ। त्यही दोस्तो हाम्रो मन भन्ने एउटा कुशलको चीज ध्यान गर्ने ठाउँ, ध्यान जहाँ गर्छ त्यो ठाउँ भने यसो जग्गा होइन, अहिले अब्जेक्ट भन्छ नि, कुशलको चीज चाहिँ हो। आफ्नो मन चाहिँ कुशलको चीज बुद्धको अनि काया त्यस्तोमा चाहिँ आफ्नो मन चाहिँ अनि ठक्कै अनि नछुट्ने गरेर चाहिँ बस्नु दिनु पर्यो। अब त्यसको लागि के चाहियो भनेदेखि याद भन्ने चाहिँ चाहियो। इङ्ग्लिसमा भन्छ मेमोरी पनि भन्छ। फेरि त्यो सँगै इङ्ग्लिसमा अरू एउटा थियो खर्सा ठेम्बा माइन्डफुलनेस त्यसो कारणले अहिले म यहाँ के भन्नु चाहन्छु भनेदेखि बुद्ध स्वयंले के भनेको छ भनेदेखि गोमगी चावाने ठेम्बा यिनो भनेको छ। त्यसको मतलब के हो? ध्यानको मूल सार चाहिँ अनि याद हो भनेको। सुन्नुहोस् राम्रो गरेर के भन्यो? ध्यानको मूल सार, मूल जर त्यो के हो? याद हो। जो मान्छेलाई याद राम्रो छ त्यसले चाहिँ ध्यान राम्रो गर्न सक्छ। जो मान्छेले याद राम्रो छैन त्यसले ध्यान राम्रो गर्न सक्दैन। त्यसो कारणले गोमगी चावाने ठेम्बा यिबेस कांसा सुला ठेम्बा याको योना गोम याको क्याप्थु कांसा सुला ठेम्बा याको मेन गोम याको क्याप माथुक भनेर चाहिँ यस्तो भन्छ। त्यसो कारणले हामीले याद भन्ने त्यसलाई चाहिँ इङ्ग्लिसमा माइन्डफुलनेस भन्छ। त्यसलाई हामीले ध्यान दिएर राम्रो गरेर राख्नुपर्छ। हाम्रो यादहरू चाहिँ कसरी हामीले त्यो के भन्छ न्याम्बालाई खर्च सकेन ठेम्बा न्याम्बा के भन्छ न्याम्बा होइन ठेम्बा जेपा भन्ने होइन ठेम्बा न्याम्बा त्यो मेमोरी पावर लुज हुने भन्ने छ नि कमजोर त्यो राम्रो भन्नुभयो। याद कमजोर हुनु दिनु हुँदैन। यादलाई चाहिँ यादको शक्ति विकास गर्नुपर्छ। यादको शक्ति कमजोर भएदेखि हामीले ध्यान राम्रो गर्न सक्दैन। यादको शक्ति कमजोर कसरी हुन्छ भनेदेखि फिल्महरू धेरै हेऱ्यो भनेदेखि त्यो हुन्छ है। दोस्रो धेरै सुत्ने मान्छे चाहिँ त्यस्तो हुन्छ है। त्यसो कारणले धेरै सुत्नु हुँदैन। एक धेरै आँखा त्योहरू सबै बाहिर पठाउनु हुँदैन होइन, कम्ती गर्नुपर्छ। त्यसो कारणले याद भने चाहिँ धेरै ठुलो कुरा हो भन्ने मनमा राखेर त्यसलाई चाहिँ विकास गर्नुपर्छ। यादको शक्ति विकास गर्नुपर्छ। त्यसो कारणले अब यहाँ के भन्न चाहन्छु
ध्यानको मूल जड चाहिँ याद हो। त्यसो कारणले याद भन्ने चाहिँ एउटा डोरी जस्तो हो। त्यसो कारणले आफ्नो मनलाई यादले के गर्नुपर्छ, बुद्धको अनि काया चाहिँ मनमा यसरी आउन दिएर यादले त्यो यसरी समातेर अनि राख्नुपर्छ। त्यो समातेर यसरी ध्यानमा बस्यो भनेदेखि हाम्रो ध्यान चाहिँ धेरै विकास हुन्छ, राम्रो हुन्छ। त्यो यादले अनि त्यो बुद्धको इमेज मनमा भएको त्यो चाहिँ यादले समात्नु नसक्यो भनेदेखि आफ्नो ध्यान चाहिँ तुरुन्त कमजोर हुन्छ, ध्यान राम्रो हुँदैन। त्यसो कारणले यसमा चाहिँ हामी सबैले ध्यान दिनुपर्छ भनेर चाहिँ भन्न चाहन्छु। अब सबैले एकचोटि ट्राई गरौँ प्र्याक्टिकल। बुद्धको त्यो छ फोटोहरू ल्याएको छ, बुद्धको फोटो ल्याएको छ भनेदेखि बुद्धको फोटोमा चाहिँ त्यो गर्नुहोस्। होला ल्याएको छैन भनेदेखि यहाँ दर्शन लियो भने हुन्छ। ओके, अब सबैले फेरि एकचोटि गर्नुहोस्। जिउ बस्ने तरिकाहरू हिजो अस्ति सिकाइसकेको जस्तो गरेर सबैले त्यो चाहिँ प्रयोग गर्नुहोस्। होला त्यसको पछि जिउहरू सबै राम्रो बसिसकेपछि एकछिन अनि त्यो ध्यान राम्रो हुनुको लागि ओन्डो उगजुङ्गु भनेर आफ्नो मन चाहिँ सासमा राखेर चाहिँ अनि सेकेन्ड 10-20-30 सेकेन्ड चाहिँ मन चाहिँ अनि मन चाहिँ त्यहाँ के अरे सासमा राखेर चाहिँ 50 सेकेन्ड जस्तो यसरी मन चाहिँ ठक्कै राखेर बस्नुहोस्। यो चाहिँ पूर्व ध्यान भन्छ, त्यो सबैले गर्नुहोस् है। अस्ति भनेको जस्तो ध्यानमा बस्नु बेलामा चाहिँ धेरै खुसीले शान्तद्वारा शान्तिमा बसेर खुसीले गर्नुपर्छ। होला अब त्यसको पछि बुद्ध शाक्य मुनिको काया उहाँको अनि अनुहार आफ्नो मनमा ठक्कै आउनु दिनुस्। मनले आफ्नो मन चाहिँ बुद्ध शाक्य मुनिको आँखा मुख अनुहारमा मन चाहिँ ठक्कै राख्नुहोस्। अब त्यो बेलामा आफ्नो मन चाहिँ बान्दर जस्तो हो, त्यो बान्दर जस्तो भएको आफ्नो मन यताउता जानु नदिएर मैले यो चाहिँ अनि खम्बा जस्तो अनि अहिले बुद्धको अनि कायालाई मन चाहिँ यसरी राख्छु। त्यो बेलामा डोरी जस्तो याद चाहिँ धेरै महत्त्वपूर्ण हो। त्यसो कारणले मैले यादको डोरी यादलाई अनि त्यो गरेर बुद्धको काया मात्र मैले याद गर्छु, अरू चाहिँ याद नगर्ने भनेर चाहिँ ठक्कै मन त्यहाँ राखेर चाहिँ अनि बस्नु। अनि कहिले कहिले नराम्रो कल्पहरू आउनु सक्छ। त्यो नराम्रो कल्पहरू चाहिँ के भन्छ भनेदेखि चोर भन्छ। त्यो नराम्रो कल्पले के चोर्छ भनेदेखि आफ्नो मन बान्दर जस्तो मन चाहिँ चोर्छ। कहाँ कसरी चोर्छ भनेदेखि आफ्नो बान्दर जस्तो मन चाहिँ ठक्कै बुद्धको कायामा राख्दै राख्दै फेरि कल्पना नराम्रोहरू आएर आफ्नो मन चाहिँ ल्याएर उता ल्याएर जान्छ। त्यो बेलामा तुरुन्त थाहा हुनु गरेर पुलिसले त्यो चोरहरू थाहा भएको जस्तो गरेर चाहिँ आफू मनले त्यो कल्पना नराम्रोहरूले मेरो मन चाहिँ बुद्धको
अनुहार बुद्धको कायामा बस्नु नदिएर लिएर गयो भएन भनेर फेरि मनले अनि त्यो कल्पनाहरूले लिएर गएको मन चाहिँ यता तानेर फेरि यादले बुद्धै माथि राखेर मन चाहिँ बुद्धै माथि राखेर यादले बुद्धै समातेर अनि बस्नु हो यसरी गरेर चाहिँ ध्यानमा 1-2 मिनेट चाहिँ सबैले गर्नुहोस् लसो एकछिन आनन्द गर्नुहोस् फेरि तपाईहरु अनि अघि बसेको जस्तो गरेर बस्नुहोस् ल अब मैले यहाँ एउटा सिकाउँछु नयाँ एउटा अघिको चाहिँ के हो भन्देखि जोगम भन्छ आफ्नो मन चाहिँ सिर्फ बुद्धको कायामा राखेर यसरी बसेर चाहिँ मन यताउता नगएर त्यही मात्र सोचेर बस्ने त्यस्तो
ध्यानलाई जोकुम भन्छ। अब मैले यहाँ के सिकाउँछु चेगुम। चेगुम भने चाहिँ के हो भनेदेखि बुद्धिद्वारा बुद्ध शाक्यमुनिको गुण के छ रहेछ भनेर यसरी मन ठक्कै त्यहाँ राख्ने, तर गुण चाहिँ गानेर गुण नम्बर 1 चाहिँ यस्तो हो, 2 मा यस्तो हो, 3 मा यस्तो हो भनेर चाहिँ हुनु चाहिँ ध्यान हो, तर त्यो चाहिँ अनि प्रज्ञाले गर्नेको ध्यान हो। त्यसो कारणले गुणहरू सम्झिनु पर्यो। त्यसो कारणले अब यसो बस्नुस् ल, ठक्कै राम्रो गरेर बस्नुस्। अब गुणहरू चाहिँ मैले भन्दै गर्छु, तर मैले त्यो बीचमा अलिअलि खाली राख्छु। तपाईहरुले सोध्नुस् ल। सर्वप्रथम सबैले आफ्नो मन चाहिँ बुद्ध शाक्यमुनिको कायाको माथि ठक्कै राख्नुस्। त्यसको पछि बुद्ध शाक्यमुनिको बुद्ध रत्नको 8वटा ज्ञान 8वटा गुणको बारेमा पहिलो गुण अनि बुद्ध शाक्यमुनिको मनको स्वभाव चाहिँ बुद्धहरूको मनको स्वभाव शुद्ध हो भनेको गुण चाहिँ सोच्नुस्, सम्झिनुस्। होला दोस्रोमा बुद्ध रत्नको दोस्रो गुण निरभोग सिद्धि आगर शुद्ध गुण भन्ने चाहिँ सम्झिनु। त्यो चाहिँ के हो भनेदेखि बुद्धको मनको माथि क्लेश र कर्महरू सबै त्यागिसकेको निर्वाण भनेको ज्ञान चाहिँ हो रहेछ। त्यसले भनेको भनेर चाहिँ सोध्नुस्। त्यसको पछि बुद्ध रत्नको तेस्रो गुण चाहिँ के हो भनेदेखि तियाहरू अघि भनेको पहिला गुण र दोस्रो गुण त्यो दुईटा चाहिँ शब्द र तारद्वारा पूर्ण रूपले जान्ने सक्ने गुण चाहिँ होइन भनेर त्यो गुण। यसको मतलब के भयो भनेदेखि बुद्धको मनको माथि भएको शून्यता गुण र बुद्धको मनको माथि भएको क्लेश कर्महरू सबै त्यागिसकेको निर्वाण भन्नेको त्यो 2 गुण छ। त्यो 2 गुण चाहिँ अरू मान्छेले सिर्फ शब्दद्वारा प्रष्ट रूपले थाहा हुने होइन रहेछ। आफूले ध्यान अभ्यास गरेर शब्द स्पष्ट रूपले थाहा हुनुपर्ने हो। अरूले भनेर मात्र थाहा हुन नसक्नेले भनेको छ र हो रहेछ भनेर सोध्नुस्। अब त्यसको पछि नम्बर 4 मा बुद्ध रत्नको गुण के छ भनेदेखि अघि पहिला भनेको नम्बर 1 को गुण र नम्बर 2 को गुण, नम्बर 3 को गुण, त्यो 3 गुण चाहिँ बुद्ध स्वयंले अनि दर्शन पाएको गुण हो। त्यो अरूलाई
दर्शन पाउनेको स्पष्ट रूपले दर्शन पाउनेको गुण चाहिँ होइन बुद्ध स्वयंले ध्यानद्वारा दर्शन पाएको स्पष्ट रूपले दर्शन पाएको गुण हो भनेर सोच्नुहोस् ओ लसो यहाँसम्म चार सक्यो अब अझै बुद्धलाई अनि बुद्ध रत्नलाई गुण के छ भनेदेखि 5 मा उहाँलाई सर्व ज्ञानको गुण रहेछ भनेर सोच्नुहोस् सर्व ज्ञान भने चाहिँ बुद्धको मनले सबै कुराहरू प्रष्ट रूपले थाहा हुने त्यस्तो ज्ञान चाहिँ छ रहेछ भनेर त्यसको नामलाई ज्ञान सम्पूर्ण गुण भने चाहिँ त्यो 5 भयो अब 6 बुद्धलाई नम्बर 6 को गुण के छ भनेदेखि महाकरुणाको गुण महाकरुणा सम्पूर्ण गुण भने चाहिँ छ रहेछ त्यो कस्तो हो भनेदेखि करुणामा चाहिँ हामी बाआमादेखि लिएर लौकिक जिन्दगीमा मान्छेहरूमा आफ्नो आफ्नो बच्चाहरूलाई अनि करुणा छ तर त्यसमा अलिकति रिस के अरे राग मिक्स भएको छ फेरि हिनायाना त्यस्तोमा चाहिँ तथागत भनेको त्यस्तो के अरे निर्वाण पुगेको अनि त्योहरू छ उनीहरूमा करुणा छ तर त्यो करुणा चाहिँ महाकरुणा होइन रहेछ अब बुद्धिसत्वहरूलाई सर्वप्राणीलाई करुणा छ त्यो करुणा चाहिँ ध्यान अभ्यास गर्दै 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 अन्तिममा बुद्ध हुँदाखेरि फेरि बुद्धको मनको माथि सर्व अनि प्राणीहरूलाई करुणा शुद्ध करुणा एउटा चाहिँ छ हो त्यो करुणाको गुण चाहिँ बुद्धको गुण रहेछ भनेर चाहिँ सोच्नु अब त्यसको पछि चाहिँ शक्तिको सम्पूर्ण गुण पनि बुद्धलाई छ शक्तिको गुण भने चाहिँ कस्तो रहेछ भनेदेखि बुद्धलाई सर्व ज्ञानको गुण छ त्यसको माथि महाकरुणाको गुण शुद्ध गुण छ त्यो दुईटा भएको कारणले बुद्धले सर्व प्राणीलाई फाइदा गर्नु सक्ने शक्ति चाहिँ पाइसकेको छ त्यसले भनेको रहेछ भनेर चाहिँ अनुभव गर्नुस् शक्ति सम्पूर्ण गुण भनिन्छ अब लास्ट अन्तिममा अघि भनेको ज्ञानको गुण बुद्धको मनको माथि भएको ज्ञानको गुण र करुणा महाकरुणाको गुण शक्तिको गुण त्यो तीनटा चाहिँ सर्व प्राणी अरूहरूलाई दर्शन पाउनु सक्नेको गुण हो भनेर चाहिँ सम्झिनु ओ लासो यसो गरेर अन्तिममा बुद्ध रत्नलाई यस्तो 8वटा गुण चाहिँ रहेछ हामी साधारण मान्छेले रिस राग भने चाहिँ अहिलेसम्म देख्नु सकेन बुद्धले त्यस्तो रिस रागहरू सबै देखेको माथि सर्वज्ञान महाकरुणा सागर
त्यस्तो अनि गुणहरू छ रहेछ। त्यसो कारणले ओहो बुद्ध भन्ने चाहिँ सत्य नै गुण भएको रहेछ। म आजदेखि नै बुद्धको गुण थाहा भएर जानकार भएर मैले बुद्धपट्टि श्रद्धा राख्छु, शरण गमन गर्छु, बुद्धको शरणमा जान्छु भनेर चाहिँ मनको भित्रदेखि नै जोडले राम्रो गरेर सोच्नुहोस्। लसो भयो। कस्तो भयो? अलि राम्रो भयो? ध्यान भन्ने चाहिँ ध्यान गर्ने तरिका यस्तो हो है। त्यस्तो गरेर चाहिँ गर्ने। अनि अब यो चाहिँ आज चाहिँ यति राखौँ। अब भोलि चाहिँ